ट्रेकिङ गर्नलाई चेकपोस्ट आएपछि त त्यहाँनिर के गरियो कति गरियो चेक पोइन्टमा भुइँपा मान्छे क्या अब चिनेको मान्छे को चाहिँ त्यहाँ परेको भनेर बुझेर एउटा मान्छेको नाम लिएर अनि आउनु पऱ्यो फेरि आएपछि अनि त्यहाँबाट फेरि तिमी त्यहाँ माथि धादिङ गोर्खा भनेपछि झन् झन् बढी शङ्काको घेराभित्र पऱ्यो नि लाइन लाइन हाम्रो माथिको झोकाल थियो एउटा खुडी घल्दार भन्ने त्यहाँतिर उसको नाम लिएपछि चाहिँ अन्त त्यो चेक पोइन्ट छोडिदिइहाल्ने कि खुडी घल्दारको गाउँको मान्छे भनेपछि त्यो छ तिन दिन भइसक्यो भने जति यता निलिएरी छेपेको कि लेखेको चाहिँ ठ्याक्क खिच्नु न एयरपोर्ट एयरपोर्ट त्यही हो एयरपोर्ट त्यही उता हो देश है एयरपोर्ट अहिलेसम्म छोपेर कि यति टाढा आइसक्यो पनि एयरपोर्ट किन हो थाहा छ एयरपोर्ट के रे बाबु एयरपोर्ट उतै थियो सानो एयरपोर्ट उतै हो उता पुरा देखेर त कुन अब अहिले भनेर देखेर अहिले त तर्न सकिहाल्छ नि है यो पनि कालीगण्डकी नै हो के यो पनि कालीगण्डकी नै हो बा यो चाहिँ त्यही डाँडा भन्दा ठ्याक्कपट्टि हो कुन चङचङको ठ्याक्कपट्टि डाँडा देखाएको थियो नि मतलब ठ्याक्कपट्टि पनि पिस दालो त मनाङ साइडबाट हो बाटो त छ त्यो क्याम्पिङ चल्ने हो त्यहाँ त चिलिचोकबाट क्याम्पिङ गरेर यता यो जमसङ निस्किन्छ कि
साह्रै खिच्नु न तपाईँहरू साइडबाट खिच्नु म पछाडिबाट खिचिरहेको छु आइपुग्नु कति राम्रो आउँछ अहिले त फोन लुकी खिचिरहेको छु हौ दा पैदल खिच्छु त्यहाँ देखाएर यहाँबाट सबै कुरा देखिन्छ पछाडि